हेलो एभ्रिवान, म चाहिँ शेखर नेपाली होइन। आज चाहिँ म रातिको समयमा भिडियो बनाएको छु होइन। अब हुन त अब बिहान दिउँसो बेलुका त समयको त कुनै त आफ्नो इच्छा होइन, चोइस हो होइन। अब जे भए पनि अब चोइस हो, अब आफ्नो चोइस त अब होइन। र जिन्दगी अब के लागि के नै छ र होइन। अब रोमान्टिक गर्न म रमाइलो गर्ने, काम आफ्नो काम भन्दा काम गर्ने हो। म चाहिँ आज बिहानदेखिबाट कति 4-5 घन्टा निकै बिजी थिएँ कि म बिजी थिएँ। अनि त्यहाँबाट फेरि अब बिहान अनि उता बाहिर जाने काम थियो। अनि त्यसपछि त्यहाँबाट दिउँसो पनि अब साउन्ड सरस्वती बजार जाने काम थियो। एकछिन कामसँग गऱ्यो अनि आएँ होइन। अनि त्यसपछि त्यहाँबाट अनि आएँ अनि यता घरतिरै बसेँ। अनि कपडा सपडा वास गरेँ। अब दिन त त्यति बित्यो। म चाहिँ होइन आज होइन एउटा मिठो गाना गरेर आएको छु होइन। राम्रो छ कि छैन त्यो चाहिँ मलाई थाहा चाहिँ छैन होइन। तर जस्ट आफ्नो मनको कला चाहिँ होइन। गाना त मलाई इङ्ग्लिस पनि आउँछ, हिन्दी पनि आउँछ, नेपाली पनि आउँछ, तिनटै आउँछ होइन। तर जे भए पनि अब यसो कोसिस गरेको छु होइन। यसो मन पऱ्यो लाइक कमेन्ट पनि गर्नु होला, सब्सक्राइब पनि गरिदिनु होला। तर के अरे अब म्युजिक तरिका चाहिँ त्यस्तो छैन। तर आफ्नो भोइस तरिका चाहिँ म गाएर तपाईँहरूले सुनाउँछु है। त्यति राम्रो याद पनि हुन्न कि त्यो अब आफूले लेखेको आफूले याद त्यति राम्रो मेसो हुन्न कि होइन। त्यो यहाँ हेर्दै म तपाईँहरूमा गर्छु है। आफूले लेखेको गाना अब हेरेर भन्नु र अब त्यति भन्नु फरक त छ। जे भयो नि अब यसो बिर्सेला जस्तो लाग्यो कि त्यो भएर है। गीतको शीर्षक छ माया गरेर भुल गरेँ होइन। माया गरेर भुल गरेँ होइन साथीहरू। आखिर तिमीसँग माया लाएर ठुलो गल्ती भयो। खै ममा तिम्रो लागि के कमजोर भयो। मन थियो तिमीलाई पाउने रहर थियो तिमीसँग जिउने। किन छोडी गयो मलाई, म तिमी छौ भनेर बसेँ। केही शब्द छैन तिमीलाई भन्ने। अब यो मन हेरेर कसलाई बुझाउने। मैले तिमीलाई माया गरेर भुल गरेँ, तिमीलाई चिन्न भुल गरेँ। मैले तिमीलाई माया गरेर भुल गरेँ, तिमीलाई चिन्न भुल गरेँ। सधैँ साथ दिन्छु भनेर बाचा कसम दिएकी थियौ तिमीले भनेका कुरा साँचो होला ठानी भनेर बसेको थिएँ मैले। माया पाउनका लागि पनि पैसा नै चाहिँदो रहेछ। तिमीलाई म भन्दा पनि पढाइ नै राम्रो लाग्दो रहेछ। केही शब्द छैन तिमीलाई भन्ने। अब यो मन कसलाई हेरेर बुझाउने। तिमीलाई माया गरेर भुल गरेँ, तिमीलाई चिन्न भुल गरेँ। तिमीलाई माया गरेर भुल गरेँ, तिमीलाई चिन्न भुल गरेँ। साथीहरू होइन अब कस्तो लाग्यो गाना होइन। अब यसो राम्रो भयो नि नराम्रो भयो नि राम्रो भयो नि लाइक कमेन्ट गरिदिनु होला। गाना त म धेरै बनाएको छु बनाउँदा होइन। अब त्यति राम्रो होला जस्तो लागेन मलाई होइन। जस्ट यो आफ्नो कला। मैले गाना त अब 2-3 बनाएको छु बनाउँदा होइन। अब अर्को हजुरले अर्को गाना तपाईँहरूलाई अब होइन यसो के अरे म सुनाउँछु होइन। जिउने हो आफ्नै पारामा भन्ने गाना छ होइन। जिउने आफ्नै पारामा भन्ने गाना छ। यो अहिले गाएको गाना पनि मैले नै बनाएको हो। यो जिउने हो पारा पनि मैले बनाएको है। दुनियाँले के भन्छ मलाई केही बाल छैन। घर परिवारले जेसुकै भनोस्
मलाई कुनै मतलब छैन, मोज मस्ती गर्ने हो आफ्नै पारामा, आफ्नो जीवन आफैले बिताउने हो आफ्नै पारामा। दुई तिन दिनको हाँसेर रमाइलो गरी बिताउने, बाँचुन्जेल कसैको रिस डाहा होइन गर्ने। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। न त कुनै कुराको टेन्सन छ न त बुढीको, जीवन यस्तै छ हजुर, कहिले दुःख कहिले सुखको। बाँचुन्जेल जिन्दगी चलाउनै पर्यो नि काम गरेर, अगाडि पनि बढ्नु पर्यो नि सोच विचार गरेर। दुई तिन दिनको जिन्दगी हो रमाइलो गरी बिताउने, बाँचुन्जेल रिस डाहा होइन कसैको गर्ने। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। मलाई कसैको केही पनि चाहिँदैन, कमाएर खान सक्छु म, जिन्दगी बिताउन एक्लै भए पनि आफ्नो जीवन बिताउन सक्छु म। दुई तिन दिनको जिन्दगी हो रमाइलो गरी बिताउने, बाँचुन्जेल कसैको होइन रिस डाहा गर्ने। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। म त हिँड्छु आफ्नै पारामा, जिउने हो आफ्नै पारामा। हस् त थ्याङ्क यू होइन। अब गाना त मैले अब यो सरी अब राम्रो भयो कि नराम्रो भयो त्यो त मलाई थाहा चाहिँ छैन होइन। अब जस्ट त्यो आफूले अब होइन आफूले गाना गाएको हो, तर म्युजिक त मैले गरेको छैन, तर जस्ट प्र्याक्टिस गर्दैछु। I hope one time I will be successful to try, but I cannot lose him. म चाहिँ त्यस्तो भन्नु पछि हट्ने काम गर्ने बरु चाहे राम्रो चाहे नराम्रो होस् होइन, आई डोन्ट केयर, बट आई विल टु मच प्र्याक्टिस। ओके गाइज होइन, यो भिडियो कस्तो भयो के अरे यसो लाइक कमेन्ट गरिदिनुहोस् त। ओके बाई, सी यू फर टुमोरो।